कोही दिए तँलाई पक्का गरिसके मुलङ्खरे हिँड आउँदैन मुलङ्खरे के भयो हिँड के जाँदैन सिक्यौ पहिला चाहिँ जाने भन्दै थिइस् त के भयो मुलङ्खरे जाउँ सल्लाह गर्ने बेला आफै गर्छ अहिले फेरि के भयो कोही दिए टाउकोमा हात नलगा न के समस्या पर्यो भन्न केही समस्या हेर मुला यो काम त जसरी पनि गर्नुपर्छ अब हाम्रो अरू काम पनि त छैन त्यसैले जसरी पनि गर्नुपर्छ तर आफ्नो सुरक्षा आफै गर्ने हो प्लिज नि अहिले मैले भनेको एकदम कुरा बुझ आफ्नो सुरक्षा आफै गर्ने हो प्लिज एक अर्कोलाई फुटाउनु काम हुँदैन आफू सुरक्षित रहेर सुरक्षित तरिकाले सफलतापूर्वक काम गर्ने शुभ कार्यमा काम सुरु हो गइहाल्नु अब भाइ एउटालाई कुर्ताको फेरि कहाँ आइपुगेर एउटाले उठाउनुपर्छ हामीले अब त यता मान्छेले म बच्चा उठाएर उठाउँछु अनि मान्छेहरूले पछाडि गरेर म लिएर जान्छु बुझि Pos-pos मेरो अपराध गरेको अब्बाले मारिदिन्छ तिमीलाई अब अर्कोलाई ढाल्छु अर्कोलाई ढाल्छु के हो यो मुटे मारो के भयो अन्य तिमी कस्तो भयो के हो यो मुटे मारो खानुपर्छ त मिठाको मान्छेलाई के हो यो वन खरायो जस्तो छ त जिउँदैको ढार्नुपर्छ त रिपोर्ट रापर्ट नि नगरी खानुपर्छ जिउँदै के हो यो साडी है तेरिका आम्मा जिउँदै खानुपर्छ के अचम्म हो यस्तो संसारै मिलाएछु म पनि ठाडै पो हो है तेरिका फेरि यो कुकुर आयो यो कुकुरले फेरि टोक्छ कि क्या हो कसको कुकुर छ यो यसले मार्छ होला हौ फेरि कुकुर त टोक्छ त के हो टोक्छ कि के हो फेरि के हो म भन्दा ठुलो कुकुर छ अरे भुक्छ त के हो यता फेरि के भयो फेरि यहाँ त हरेक जीव जनावरहरूले फेरि हो क्या मुसो कि छुचुन्द्रो जस्तो छ यहाँ त के आउँदो रहेछ यो जङ्गलमा त तेरिका निन्द्रा पनि लागिरहेछ के गर्ने हो आँखा नि पोल्दैछ तेरिका अब जानु पर्ला हो अब यहाँ बसेर काम छैन यो कुकुरले टोक्दैन होला अब यो कुकुरलाई पो लिएर जानु पर्यो आइज कुकुर आइज ए टोक्दैन रहेछ ल यो कुकुर राम्रै रहेछ ल ए ल कुकुर अब कुकुर लिएर जान्छु कसको रहेछ यो म लगेर पाल्छु अब यो कुकुरलाई अब जानु पर्यो यहाँ बसेर फेरि निन्द्रा लाग्छ भएर हिँड कुकुर अब जाउँ अघि यहाँ आएको हो त हेर्नु खबर न ठुलो मौरी आएको थियो मौरीले मलाई त चिने भन्छ त्यसलाई बच्चा पनि मौरीले लगो मलाई त झन्डै मारो मलाई पनि झन्डै मारो त एलियन जस्तो मान्छे रे मजाले हिर्काएर आम्मा 1 घन्टा ती बेहोस भएर छुटेँ एलियन जस्तो मान्छे थियो है त्यसले मलाई नि साह्रो पीडा भयो नि बल्ल यहाँ घसेर आएको है त्यसले झन्डै मारो त्यसलाई लु फेरि
यो भाइ ल भाग भाइ भाग भाइ भाग 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 मुझे मारो मुझे मारो मुझे मारो मुझे मारो गुहार 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 है तेरी का मारो मारो तेरी का मुझे लौखा हाम्रो गु पनि भेट्टाउँदैन मरा भालु मरा हामीलाई खान खोज्ने तपाईँ टाढी लुखा कसरी चट्रा जस्तो लौटा थप्प पर्दै बोलाउँदैछ यसले आइडिया बुझ्दै होला लौखा अब यसले कसरी तर यसले घुमे घुर्मै गऱ्यो भने पो हामीलाई गाह्रो बनाउँछौँ तर जान्छ एकछिनमा अब गयो है गयो बाटो लाग्यो अब झर्नुपर्छ है ज्यान बच गया है तेरिका भयो भयो पर पुग्यो है पर पुग्यो अब झर्नुपर्छ अब घर जानुपर्छ अब त भोक पनि लाग्यो अब रक्सी जाँड खानुपर्छ है अब गएर होटलमा गएर ए तेरि काम चाहिँ बनिएन ल झरौँ ए काम छैन अब ज्यान बच गया है नको धले बाटो चाहिँ एकदम सफा छ है सफा छ यस्तो हुनुको नि त बाटो हेर क्लियर राम्रो छ एकदमै राम्रो छ हेर के हो मछेट कता हो मछेट कता हो त्यहाँ गर्दै कराउँछ त के हो कता हो मछेट जस्तै सुन्छु त के हो ल जाउँ अब जाउँ यी दुई ठुला चोरहरू हुन् यी दुईले खाली चोर्ने धन्दा मात्रै गर्छन् यिनीहरू जेल पनि पर्दैन जेल परे निकालिहाल्छन् यो त राम्रो कति राम्रो छ है यो हाम्रो देश नेपाल है हेर नि त म त्यसलाई अब ढुङ्गाले हानेर अगाडि बढ्न चाहन्थेँ कुरा त अब फर्स्टै खायो त्यसले टक्कै मान्छु लागु के हो ल यो पनि पो एलियन जस्तो छ त उठ के हो यस्तो पनि राउन्ड के गाडिन्छ यसरी कहाँ भागिन्छ र यो हामी दुईजना बस्छौँ आइज हामीले त हावामा उडायो के गर्यो नमस्कार भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनुस् गुड बाई धन्यवाद।